नमस्ते सम्पूर्ण साथीहरुमा म चाहिँ यो तोरीमय फाँटमा छु। यो छोटो मिठो भिडियो थुप्रो भइसकेको थियो नबनाएको। त्यसैले आज तोरीबारीको केही दृश्यसँगै म भिडियोमा जोडेको छु। केही बेर हेरेर साथ दिनु होला है साथीहरु। यो चाहिँ पूर्वी चितवन राप्ती नगरपालिकाको चाहिँ भनौँ न खेतीयोग्य जमिन हो। धेरै जस्तो कृषकहरूले चाहिँ यसपालि फेरि दोहोऱ्याएर तोरी छर्नु भयो। मैले पनि दोहोऱ्याएर तोरी छरेको थिएँ, तर एक ठाउँको चाहिँ एकदमै नराम्रोले बिग्रियो। त्यो चाहिँ मौसमको कारणले नै भनौँ। अब धेरै सुक्खा लाग्दियो, पछिल्लोचोटि अलिक सुकाएरै छरेको थिएँ, त्यहाँ चाहिँ एकदम नराम्रोले बिग्रियो। यो चाहिँ एउटा खेत हो, यो चाहिँ राम्रै छ यहाँ चाहिँ। अनि त्यही हो साथीहरू, अब धेरै जस्तो कृषकहरूले चाहिँ तोरीलाई नै मुख्य प्राथमिकता दिनुहुन्छ। भनौँ न 2 बाली धान लगाइसकेपछि चाहिँ कतिपय साथीहरूले तरकारीहरू विभिन्न थरी तरकारीहरू हिउँदोमा निकाल्ने तरिकाले लाउनु भएको छ भने कतिपय साथीहरूले मकैहरू कतै कतै गहुँहरू लगाउनु हुन्छ तराईको फाँटमा। तर यो पूर्वी चितवनको फाँटहरूमा चाहिँ धेरै जस्तो आँखाले देखुन्जेलसम्मको एरियाहरूमा नै तोरीहरू मजाले फुलिरहेको छ। यतिखेर दोहोऱ्याएर छरेको हो। मोन्था चक्रवात हो कि के को कारणले गर्दाखेरि धेरै कृषकहरूको तोरी यसपालि डबल छर्नु परेको थियो। अब डबल छर्दा पनि अहिले ढकमक्क फुलिसकेको छ धेरै जस्तो कृषकको खेतमा तोरी यतिखेर। त्यही हो साथीहरू, हजुरहरू के गर्दै दिनचर्याहरू बिताइरहनु भएको छ? अब त्यही हो, भिडियो पनि नबनाएको धेरै भएको थियो। आज फेरि यो छोटो मिठो तोरीको भिडियो मैले बनाएर हालेँ। कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला भन्दै, यदि भिडियोमा नयाँ जोडिनुहुन्छ भने प्लिज एक सब्सक्राइब गरी मलाई पनि सहयोग गरिदिनु होला भन्दै आजको यो भिडियोबाट छुट्टिन्छु है। हस् त, धन्यवाद साथीहरू।